सम्पूर्णमा दर्शन अनि गुड मर्निङ। मैले चाहिँ हिजो बनाएको चिप्सहरू साथीहरू यसरी फुलाउन लागिरहेको छु। छोरीलाई टिपन एकदमै राम्रो हुँदो रहेछ, हजुरहरूले पनि बनाउन सक्नुहुन्छ। मलाई त एकदमै राम्रो लाग्यो, कस्तो राम्रोसँग फुल्ने। घाममा चाहिँ मजाले सुकाउनु पर्छ साथीहरू, एकदमै राम्रो। हेर्नु त बजारको जस्तो त अब कहाँबाट हुँदो र अब के बनाएको हुन्छ हैन, तर खानालाई चाहिँ एकदम राम्रो हुँदो रहेछ के साथीहरू। हेर्नु त कस्तो दामीसँग मजाले फुलेको छ। मैले चाहिँ थोरै बनाउनको लागि थोरै तेल हालेको थिएँ यहाँ चाहिँ। अब थोरै अहिले बच्चाको लागि मात्रै थोरै बनाइदिनु लाग्छ। मैले त्यति धेरै बनाएको थिइनँ साथीहरू। हजुरहरूले पनि बनाउन सक्नुहुन्छ, एकदमै राम्रो हुँदो रहेछ। हेर्न सक्नुहुन्छ आलु चिप्स। नजिकै पर्ने साथीहरू चाहिँ खाना आउँदा पनि हुन्छ ल मैले बनाएको चिप्सहरू ट्राई गर्नलाई।